सम्पूर्ण साहित्य प्रेमी साथीभाइहरूमा साहित्यिक अभिवादन गर्दै आज एउटा कविता पढ्न मन लाग्यो। छन्दबद्ध कविता मन पराइदिने साथीहरू कम्ती मात्रै देख्छु र पुस्तक प्रकाशित गर्न पनि मन गरिराखेको छैन। तैपनि लेख्दै गरेका कविताहरू चाहिँ एउटा एउटा सुनाउँ भन्ने लाग्छ। कविताको शीर्षक छ स्वभाव। अर्काका कमजोरी हेर्न सुरिने हाम्रा नजर धन्य छौ। छुच्चा भन्नु कि मानवीय गुणको दुर्जय साहस भनौँ। यसमा राशि नदोष हुन्छ ग्रह नक्षत्रकै दोष हो। सच्चाइ त बुझौँ स्वभाव पनि त्यही हो व्यवहारा फल भयो। छुद्री बोली चसक पार्नु मुटुमा आफ्नो नसोची धरा। गम्भीर भाव लिँदा बुझिन्छ जनका मन चेतनाको जरा। आफ्ना आङतिर छैन सोच रतिभर पर्गेल छ टाढातिर। दुष्टात्मा कसरी सुपोषण गर्यौ हे धरती यही पीर छ। दुष्टात्मा कसरी सुपोषण गर्यौ हे धरती यही पीर छ। सुध्रेनन् गुरु ज्ञान शास्त्रीय धनी स्वभाव गाढा भयो। मर्यादा नचिनी छ बाणी तरुखो संसार छाडा भयो। गर्वीला दिन थिए इमान पनि थियो संस्कार सुन्दर थियो। धर्मैको शुभ राज्य पाप पर्थ्यो लाजघिन वास्ता रह्यो। मान्ने मानिसलाई मान गर सके भन्ने दन्ते कथा झैँ भए। मान्ने मानिसलाई मान गर सके दन्ते कथा झैँ भए। छैनन् कोही पनि भाइका सतहमा म पाएँ दर्जन बढे। आदर सादर अस्त भइकन गए अल्पज्ञको राज छ। माताजी र पिता गुरु अतिथि कोही चिन्दैन चाल आज छ। माताजी र पिता गुरु अतिथि कोही चिन्दैन चाल आज छ। अस्तिकै दिन सत्यको उदय थियो विश्वासमा थियौँ सब। लेनदेन आशा र पास काफी दुनियाँ निर्धक्क थियो जीवन। अहिले त्रास र कष्ट भोग कि अघि अल्लेख छौँ लेख। अहिले त्रास र कष्ट भोग कि अघि लखेटिँदैछौँ जन। छुच्चाको भव राज्य घेरिन गए बाँच्छौँ कसोरी अब। छुच्चाको भव राज्य घेरिन गए बाँच्छौँ कसोरी अब। साथीहरू कविता सुनाइसके। अन्त्यमा ठिक बेठिकको प्रतिक्रिया मूल्याङ्कन गरिदिनु होला। कविताको शीर्षक अघि पनि बताएको हुँ स्वभाव हो। स्वभाव भनेको आफ्नो आफ्नो हुन्छ। कसैले कसैको जस्तो बनाउँ भन्दा बनिन सक्दैन। तैपनि मान्छेले आफूलाई आफैले सुधार्न सकिने भएकोले त्यसरी सुधार्न पाए हुन्थ्यो। पहिलेको जमाना राम्रो थियो भन्ने मेरा कविताको सार हो। यहाँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। अब आगामी प्रस्तुतिमा अझ राम्रा प्रस्तुत गर्दै जाने प्रण गर्दछु। धन्यवाद। सम्पूर्ण साहित्य प्रेमी साथीभाइहरूमा साहित्यिक अभिवादन गर्दै आज एउटा कविता पढ्न मन लाग्यो। छन्दबद्ध कविता मन पराइदिने साथीहरू कम्ती मात्रै देख्छु र पुस्तक प्रकाशित गर्न पनि मन गरिराखेको छैन। तैपनि लेख्दै गरेका कविताहरू चाहिँ एउटा एउटा सुनाउँ भन्ने लाग्छ। आज एउटा कविता प्रस्तुत गर्दैछु। राम्रो नराम्रो कस्तो हुन्छ प्रतिक्रिया दिनुहोला। छन्दबद्ध कविता हो। कविताको शीर्षक छ स्वभाव। फेरि त कविताको शीर्षक छ स्वभाव। अर्काका कमजोरी हेर्न सुरिने हाम्रा नजर धन्य छौ। छुच्चा भन्नु कि मानवीय गुणको दुर्जय साहस भनौँ। यसमा राशि नदोष हुन्छ ग्रह नक्षत्रकै दोष हो। सच्चाइ त बुझौँ स्वभाव पनि त्यही हो व्यवहारा फल भयो। छुद्री बोली चसक पार्नु मुटुमा आफ्नो नसोची धरा। गम्भीर भाव लिँदा बुझिन्छ जनका मन चेतनाको जरा। आफ्ना आङतिर छैन सोच रतिभर पर्गेल छ टाढातिर। दुष्टात्मा कसरी
सुपोषण गर्यौ हे धरती यही पीर छ दुष्टात्मा कसरी सुपोषण गर्यौ हे धरती यही पीर छ शूद्रेनन् गुरु ज्ञान शास्त्रीय धनी स्वभाव गाढा भयो मर्यादा नचिनी छ बाणी तरुखो संसार छाडा भयो गर्वीला दिन थे इमान पनि थियो संस्कार सुन्दर थियो धर्मैको शुभ राज्य पाप पर थियो लाजघिन वास्ता रह्यो मान्ने मानिसलाई मान गर सके भन्ने दन्ते कथा झैँ भए मान्ने मानिसलाई मान गर सके दन्ते कथा झैँ भए छैनन् कोही पनि भाइका सतहमा म पाएँ दर्जन बढे आदर सादर अस्त भइकन गए अल्पज्ञको राज छ माताजी र पिता गुरु अतिथि कोही चिन्दैन चाल आज छ माताजी र पिता गुरु अतिथि कोही चिन्दैन चाल आज छ अस्तिकै दिन सत्यको उदय थियो विश्वासमा थियौँ सब लेनदेन आश र पास काफी दुनियाँ निर्धक्क थियो जीवन अहिले त्रास र कष्ट भोग कि अघि अल्लेख छौँ लेख अहिले त्रास र कष्ट भोग कि अघि लखेटिँदैछौँ जन छुच्चाको भवराज्य घेरिन गए बाँच्छौँ कसोरी अब छुच्चाको भवराज्य घेरिन गए बाँच्छौँ कसोरी अब साथीहरू कविता सुनाइसके अन्त्यमा ठिक बेठिकको प्रतिक्रिया मूल्याङ्कन गरिदिनु होला कविताको शीर्षक अघि पनि बताएको हुँ स्वभाव हो स्वभाव भनेको आफ्नो आफ्नो हुन्छ कसैले कसैको जस्तो बनाउँ भन्दा बनिन सक्दैन तैपनि मान्छेले आफूलाई आफैले सुधार्न सकिने भएकोले त्यसरी सुधार्न पाए हुन्थ्यो पहिलेको जमाना राम्रो थियो भन्ने मेरा कविताको सार हो यहाँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला अब आगामी प्रस्तुतिमा अझ राम्रा प्रस्तुत गर्दै जाने प्रण गर्दछु धन्यवाद।